वेलकम टू क्रिकेट चौतारी र नेपाल क्रिकेट सम्बन्धित सम्पूर्ण इन्फर्मेसनहरू पाउने एकमात्र ठाउँ। र आज पनि हामी नयाँ भिडियो लिएर तपाईहरुको सामुमा आइसकेको छौं र आजको भिडियोको कुरा गर्नुपर्दाखेरि एकदमै इन्ट्रेस्टिङ अहिलेको हट टपिक नेपाल क्रिकेट टिमले चाहिँ को चाहिँ हेड कोच पाएको छ त त्यसको विषयमा आज हामी यस भिडियोमा कुरा गर्न गइरहेको छौं र भर्खरै मात्र क्यानले चाहिँ नयाँ हेड कोच चाहिँ नियुक्ति गरेको छ। हामी सम्पूर्ण क्रिकेट प्रेमीहरूलाई पनि यो एकदमै खुसीको खबर पनि हो र यसपालि चाहिँ क्यानले अस्ट्रेलियन कोचलाई चाहिँ ल्याएको छ र उनको नाम हो स्टार्ट लव र उनको जन्म चाहिँ सन् 1968 अक्टोबर 18 मा अस्ट्रेलियामा भएको थियो। उनी एक एक्सपिरियन्स क्रिकेटर पनि हुन् र उनी सन् 1996 को क्रिकेटको वर्ल्ड कपको टुर्नामेन्टमा टिममा पनि पर्न सफल भएका थिए र उनी चाहिँ एउटा वर्ल्ड कप खेलिसकेका एक्स क्रिकेटर पनि हुन् र निकै नै राम्रो खेलाडीको रूपमा पनि उनी परिचित छन्। टी20 देखि टेस्टसम्मका सम्पूर्ण फर्स्ट क्लास प्रतियोगिताहरूमा चाहिँ उनले खेलिसकेका छन् र उनले चाहिँ 27,000 भन्दा माथि चाहिँ उनले रन पनि हानिसकेका छन् र उनको कोचिङ करियरको कुरा गर्नु पर्दाखेरि चाहिँ अक्टोबर 2009 देखि 2011 सम्म चाहिँ श्रीलङ्कालाई चाहिँ उहाँले एसिस्टेन्ट कोचको रूपमा चाहिँ काम गरिसक्नु भएको अनुभव छ र 2011 देखि 2012 सम्म चाहिँ बंगलादेशलाई चाहिँ हेड कोचको रूपमा पनि काम गरिसक्नु भएको छ। अनि त्यसपछि 2017 देखि 2019 सम्म वेस्ट इन्डिज जस्तो चाहिँ एकदमै क्रिकेटको महान देशको रूपमा चाहिँ देशलाई चाहिँ हेड कोचको रूपमा पनि काम गरिसक्नु भएको छ र 2019 देखि 2021 मा चाहिँ मिडलसेक्स टिमको चाहिँ उहाँले हेड कोचको रूपमा काम गरिसक्नु भएको छ र फेब 2022 देखि जुन 2022 सम्म चाहिँ अफगानिस्तानमा पनि इन्टरिम हेड कोचको रूपमा काम गरिसक्नु भएको छ र जुन 2022 देखि अप्रिल 2024 सम्म बंगलादेश अन्डर 19 को चाहिँ हेड कोचको रूपमा काम गरिसक्नु भएको छ र अप्रिल 2024 देखि अक्टोबर 2024 को चाहिँ उहाँ चाहिँ युनाइटेड स्टेटको चाहिँ हेड कोचको रूपमा पनि काम गरिसक्नु भएको छ र यति धेरै अनुभव उहाँको खेलाडीको रूपमा र हेड कोचको रूपमा चाहिँ उहाँलाई हामीले चाहिँ नेपाल क्रिकेट टिममा चाहिँ स्वागत गरेका छौं र आशा गर्दछौं उहाँले चाहिँ हाम्रो क्रिकेट खेलाडीहरूको मनोबल बुझेर उहाँहरूको रिक्वायरमेन्ट बुझेर उहाँले चाहिँ हाम्रो नेपाली क्रिकेट टोलीलाई चाहिँ राम्रोसँगले चाहिँ कोचिङ गर्नुहुनेछ र यति राम्रो कोच पाएका छौं। अब हाम्रो देशको चाहिँ निकै नै क्रिकेटमा चाहिँ विकास हुन्छ भने हामी सम्पूर्ण क्रिकेट प्रेमीहरूले चाहिँ आशा पनि गरेका छौं र उहाँलाई चाहिँ धेरै धेरै बधाई दिँदै हामी यति भन्दै आजको भिडियोलाई चाहिँ लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गरिदिनु होला।